हेलो गुड मर्निङ गाइज आज कति तारिक हो डु नो 22 अगस्त सन्डेको दिन हामी जाँदैछौँ मर्निङ वक मिनी हाइक सो हाइक जानु त कुरो हो तर हाइक जाने मान्छेहरू लापत्ता कोही सोफामै बसिरहेछन् कोही गाडीमा के हो यस्तो हामी चाहिँ यहाँ झाडीमा Let's go. Say, आओ भाइ ल कम वेलकम यता छोड सही होला सो के भयो भन्दाखेरि गाइज नमस्ते थियो ल इन्ट्रो देऊ त हेलो गाइज नमस्ते मेरो नाम सुजन नेउरे हो मेरो पनि युट्युब च्यानल छ सिएस सुजन नेउरेको नाममा गएर लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला तिमी त पार्टी गरे मान्छेमा हुनुहुन्छ होइन है हजुरको इन्ट्रोडक्सन रातभरि अलि धेरै नै चापी लगाइदिनु त दुःख दिएँ मैले बाहिरबाट लाउने चापी लिने घाम झुल्किसक्यो यार हैट पोल्ने भयो घरबाट हालेको राइट किन्नु भयो राइट गाइज यताबाट सिधै उकालो भाइ त्यता पनि जानु मिल्यो नि त तर झरौँला त्यताबाट बोली मात्र हो कि त्यतिकै देखाउने हो कस्तो त्यतिकै देखाउने हुनाले त्यो बोली पनि होला नि त दुई शब्द अतिथि त सम्झना अतिथि म त सभापति ए हो आजको हाइक चाहिँ स्टार्ट भइसक्यो ढिलै भए पनि स्टार्ट भयो नहोला कि भन्ने लागिरहेको थियो गाडी बिग्रियो कि जस्तो तर नबिग्रिएको रहेछ I couldn't find that. Okay, yeah. Where do you keep that? वर बच्चे आमा कुडु Mala mutse. एगो एकदम फौजी पब्जी फौजी Videographer ne? Mobil portal. सिकिसक्यो त बिर्सिँदै अब अनि प्रयोग भन्यो भने त कस्तो उता गएपछि भन्नाले दाइ भिजन सिटी गएपछि मुराहो नेजा
राई गएको चाहिँ 20 तारिकको 20 तारिक भयो अहिले आज नेपाल भएछन् कि ए इन्डिया थियो इन्डिया पुगिसक्नु भयो आज चाहिँ नेपालको फ्लाइट चलाएको इन्डियामा पनि भर्छ त्यो भाडामा दिन्छन् कि के गर्छन् त अनि दाइलाई भनी बनाइरहेको छु थाहा रहेछ दाइ स्क्याम 2026 त्यो पनि अर्कोलाई विकास दाइलाई अरूलाई गरे भने हुन्छ नि बिचरा यो कुरा चाहिँ यहाँ भिडियो पनि नराखौँ होला सबले देख्छ नि के कुरा नराख्ने दाइ भिडियोमा कन्टेक्स्ट सकिसक्यो सक्यो कन्टेक्स्ट पछाडिको लाफ्टरको चाहिँ थाहा भयो स्क्याम 2026 भने कुन हो भने थाहा भयो नि 2026 सकिने बाँकी छ एडिट नगरिकन अँ उसले हाम्रो राजेन्द्र बानी जस्तो टाक 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 जे कुरा गरेको छ इन्टरभ्यू त्यो हालिदिइहाल्ने अनि त्यसो गर्दा आफूलाई गाह्रो पर्ला नि फेरि अस्ति रविसँग भन्नु नि दाइ भन्नु यहाँको नराम्रो कुरा के हो भन्नु न भन्नु त्यो पनि हाल्दैछ होइन त खोजेकै थिएँ मैले त त्यो दाइले केही भन्नु होइन नि त भन्न त त्यहाँ मलाई त्यो भित्र छिराउनुलाई भन्दै आजकल फेरि युट्युबले यतिकै जानी नजानी सबटाइटल हालिदिन्छ नि त फेरि अनि अस्ति हामी म्याराथन जाने बेला अनि के गर्नु भएको छैन अरुण भाइले के भनेको थियो हवस् होला सबले मलाई फोन गरेर हाइलाइट गरेर भनेर भन्दै थियो नाक कट भइदियो यस्तो भाइरल भयो सर दाइ साथीहरू अनि त तिम्रो बिरादरीलाई त थाहा छ त यसलाई हवस् हुन्छ भनेर अब दाइकोमा थाहा छैन नि त हवस् भनेको थाहा थिएन र दाइ थाहा भयो छोरा के हो यो किन बोलेको यस्तो भनेर किन हालेको भनेर अलि त्यो अलि उवाला शब्द थिएन त्यो पनि ट्याग गरेर अलिकति त्यस्तोतिर गयो नि त दाइ यस्तो रियाक्ट गरिरहेको छ हेर्नु न बच्चा केही थाहा न इनोसेन्ट सो सिम्पल वर्ड थियो जस्तो लाग्छ फेरि मलाई अब त बुढेसकाल ल काम भनेपछि मलाई चाहिँ त्यो रमाइलो लाग्छ कि काममा गएर पासिभ भएर बस्नु परेन भने चाहिँ मलाई एकदमै आजको त्यो प्रडक्टको भर्न जस्तो फिल हुन्छ एकदम बिजी जाओस् जस्तो लाग्छ क्या एकदमै बसिरहेको नि त घरि ल्याएर सबभन्दा बिजी चाहिँ को भन्दा यहाँ एनालाइसिस गरेको सुजन रहेछ सबै पछाडि होला भने त मेरो पछाडि पछाडि आइरहेको छ तिमी होइन म रोक्यो भने तिमी रोकेरै कुरा गरिरहेको छौ देखा सिकी गरेको हो अनि यस्तो अब निरज भनी मेसो गइसक्यो त्यहाँ पछाडि अब भाइको पनि सकियो बाँकी मै नै छु के को सक्छु बिजी हुने अझै भयो यदि बोल्न पाएनौ ल म अफ गरिदिन्छु सास फेर्नुलाई भनेर बसिरहेको के को बारेमा भन्नु पर्यो टपिक दिनु पऱ्यो के छ त नि जिन्दगी दुईवटा क्यामेरा ठडिरहने यहाँ त्यो मलाई हो क्या जिन्दगी मस्त भाइबाट टिप्स लिनु परिरहेको छ मैले त्यो त सिम्पल यार अन्त होइन दाइ उठ्न ढिलो गरेर चाहिँ के गर्नु त 6 महिनाको त्यही भएर सबैको दिन आउँछ नि यस्तै हो होइन हर कुत्ते का दिन आता है भाइले कति कन्ट्रोल गरेर बसिराख्नु भयो त्यो चाहिँ मैले नभनेको उसलाई वो चाहिँ फिल्टर हरेक कुकुरले भन्नु नभनेको हो होइन मैले सोचिरहेको थिएँ दाइले कति फिल्टर गर्नु कति कन्ट्रोल गर्नुभएको त्यो शब्द निकाल्नलाई भाइले फट्ट अनफिल्टर्ड दिस इज वाट म्याचुरिटी इज अनफिल्टर्ड विथ अरू म्याचुरिटी नै हुन्छ फेरि उकालो के हो यो झरेर फेरि उकालो फेरि त्यहाँ 400 हिँड्नु पर्छ 400 जिन्दगी नै उकालो ओह्रालो होइन त अघि उकालो गरिदिनु फेरि एकछिन ओह्रालो इसिजी जस्तै हो त सिधा एक लाइन भयो भने चाहिँ दाइको कनेक्सन हेर न यार ओहो इसिजी पुऱ्याउनु भयो दाइले यहाँ अब मेडिकल कन्सर्न मान्छेहरूलाई अब त्यही अनुसार पुऱ्याउनु पऱ्यो स्ट्रेट लाइन भयो भने जिन्दगी सक्यो त्यही त धेरै कुरा त थाहा छैन अलिअलि जानेको कुराहरू चाहिँ बोलेको हो त्यो भएपछि अनि रमाइलो हुन्छ क्या आफ्नो
प्रोफेसनको कुरा पनि गरेछन् है कसैले भन्नु इन्क्लुसिभ फिल हुन्छ दाइ समेटिएको फिल हुन्छ सोमेटिक इन्भल्भ त्यो त हाम्रो अब ओटी भन्यो भने ओभर टाइम हुन्छ त्यहाँ अब ओटी भने ओभर होइन अपर्सन फेरि हुन्छ शब्द त मिलेको छैन एटलिस्ट हो त महरमा नमिल्ने नि यतै ओहो दाइले एक्सरे गरेर छोड्नुहुन्छ कि आज एमआरआईसँग नपुऱ्याउनु त यार जेसुकै होस् मलाई फेरि कम्प्युटर सस्तो रहेछ फेरि है अस्ति अब यहाँ दुख्यो भनेर गएको डक्टरले ब्लड टेस्ट गर्नुपर्छ एमआरआई गर्नुपर्छ भन्छ त न हामी त पछि पहिला सोधौँ कति पैसा हो होइन एमआरआई पछि सोधाइ भए दाइ किडनी बेच्नुपर्छ अनि कि औँठी आज गर्ने कि अब बुधबार नै आएर गर्ने भन्छ होइन बुधबारसम्म पेन गायब हुन्छ बिस्तारै पेन गयो त्यही दिनमा पेन गायब भइहाल्यो पार्टी हामीलाई गर्नु पर्दैन भन्यो त्यही पनि उनीहरू भनेपछि अब उसबाट त नाइ भन्नु भएन डक्टरले भनेपछि त्यही भएर म भन्छु कि यो मेडिकल लाइन र धर्म मन्दिर सम्बन्धीको लाइन एकदम नपताउने तरिकाले लुट्ने फिल्ड अथवा पेसा जस्तो लाग्छ शब्द फेरि आफूलाई त्यस्तो फिल भएर डर डर फिल गरिदिन्छ होइन अब यस्तो छ यो शिक्षा र स्वास्थ्य भनेपछि अपरिहार्य छ एकदम चाहिन्छ अब त्यसमै मान्छेले क्वालिटी खोज्छ अहिले आजभरि होइन अब घरमा मैले के खाएँ के खाएन मतलब गर्दैन क्वालिटी हेल्थ अनि एजुकेसन होइन त्यो आफ्नो प्यारेन्ट्स या आफ्नो बालबच्चाहरूलाई चाहिँ दिनुको लागि हामी रेडी हुन्छौँ नि त अनि त्यसले गर्दा कम्प्रोमाइज अलिक कम गर्छौँ हामी होइन अनि हस्पिटल कहाँ गएको भन्दाखेरि म यहाँ गएको भनेपछि एउटा हस्पिटललाई पनि एउटा राम्रो हरेक कुरा छ यसमा हेल्थ उता स्ट्याटसमा पनि जोडेर हुन्छ हस्पिटल होइन कुन हस्पिटल राखेको छ भनेर कसैले सोध्यो भने यो हस्पिटलको नाम राख्यो भने ए राम्रो रहेछ होइन मनमै त्यो सोचिन्छ क्या हाम्रो त्यस्तो ढुक्क एउटा एसुरेन्स आउँछ है नामले पनि गुडविल त्यही भएर यो सबै त्यसले गर्दाखेरि पनि मान्छे के गर्यो भन्दाखेरि त्यहाँ बिजनेस बनाइदियो कि होइन तर त त्यो प्रोफेसनलिजम पनि हो नि त त्यो हुन पनि जरुरी छ नि त होइन अब त्यसलाई 100% नेगेटिभली लिनु हुँदैन यो कुराहरू अब अलि राम्रो सर्भिस राम्रो क्वालिटी अनुसार चाहिँ हुन्छ नि दिन्छ भने त्यो अनुसारको पैसा त त्यो नै पर्छ राम्रो जे पनि होइन यसलाई अब वाइजली हेर्नु पऱ्यो अब आफ्नो क्षमता अनुसार प्लेन चढ्दाखेरि पनि होइन आफ्नो डेस्टिनेसन त एउटै हो होइन तर हामी बिजनेस क्लासमा चढ्ने कि इकोनोमीमा चढ्ने भनेको त हाम्रोमा भर पर्छ होइन अब त्यो बिजनेस क्लासमा यत्रो महँगो रहेछ तिमीले पो भन्छ त्यहाँ झगडा त भएन भोलि चाहिँ क्यापेसिटी होइन त्यो क्षमता अनुसार गरियो ठिक छ एकदम ठिक छ हाम्रो कुराहरू पोडकास्ट सुरु गर्ने कुरो थियो दाइ कहाँ गयो पोडकास्ट चाहिँ चलाउनु पऱ्यो कि सुजन काशी भयो अपर्जम दाइ म त नेपाल पुगेँ भनेपछि म पोडकास्टै जानु भन्ने नेपाल पुगेर खबर गरेँ है ए साँच्चै सुजनले अहिले धेरै नै उयो गरेर रहेछ नि दाइ हजुरलाई सुजनले अहिले धेरै नै सरप्राइजेस दिएको रहेछ होइन दाइले एयरपोर्टमै हो धन्न अब नेपालबाट फोन गर्नु गएको थियो एयरपोर्टमा अब एकछिन टाइम छ भने त्यहाँबाट फोन गरिहाल्यो टाइम युटिलाइज गरेर तिम्रो नाइट ड्युटी जस्तो हो नाइट ड्युटी पनि फेमस भयो दाइ आज आएर रुवान्डामा त्यही हुनु पनि हो दाइ म सुत्दाखेरि पनि बोलिरहेको छ उठ्दाखेरि पनि बोलिरहेको छ होइन मान्छे त एकछिन त मान्छे हो कि मसिन हो भइरहेको थियो कस्तो बिहा गरेछ यार मैले होइन गरेपछि त त्यस्तो भयो नि दाइ गर्नु अगाडि चाहिँ के हो जस्तो फुलदोली.com हो र ल 24 आवर्स निस्केपछि 48 घन्टा दाइ कहाँ 24 आवर्स 24 आवर्समा त 7 दिन पुगिहाल्छ नि घर त्यो त त्यो सेक्टरमा फेरि के अरे डे अफ नाइट अफ इभिनिङ अफ के एकै दिनमा फेरि अब गर्न त परिगयो अब हल्का फुल्का रिसर्च के रिसर्च नै आफ्नै फ्यामिलीमा मान्छे भएपछि रिसर्च हुन्छ होइन इन्फर्मेसन हुन्छ त्यही भनेको ऊ बेलामा हल्का रिसर्च गर्ने कार्यक्रम चलिरहेको थियो नि त यदि अब कन्टेक्स्ट रिमाइन्ड गराउने भने सुजनको अहिलेको कार्य ठ्याक्कै सम्झाइहाल्यो तिमीले हजुर अहिले तिमीले के गरिरहेको छौ है हल्का रिसर्च
घरमा आमालाई सबै सन्चै छ बेबी खायो रिलेटिभ्सहरूलाई चिन्ने काम गौदिया नमस्ते टक्राइदिनु म यहाँ सन्चै छु सन्चै छु आराम म छु यहाँ जलेबी र समोसा यहाँबाट पठाइदिन्छु होइन च्याप पकाएर तिमी खाइदिनु ओहो दाइ त लभगुरु हुनुभएको रहेछ त राम्रैसँग एक्सप्लेन गरिदिनु भएको है ढिलो भेटिनु भयो दाइ हजुर 15 वर्ष भइसक्यो मैले यही गर्दै आएको यो कुरा चाहिँ नराख्नु काट्नु होला दाइ अब गर्दैन होइन गुड एक्सपिरियन्स हो नि त दाइ गुड एक्सपिरियन्स रडमा बसेर यो कसै भयो जो किन खर्च आजकल बढिरहेको भने जलेबी र मका त एउटै आइपुगेको छैन कहाँ गएछ जलेबी खोज्नु पनि हाम्रो पिकमा जानुपर्छ हो इन्डियन रेस्टुरेन्ट यति सानो के यति सानो मुखमा हाल्ने बित्तिकै त्यो भिजेर सकेर होइन कति त्यहाँ मैले ढोक्ला ट्राई गरेको थिएँ है होइन अँ, त्यो गुजराती ढोक्ला राम्रो भएन ढोक्ला चारपट्टि क्युबिक गर्नमा केराको पातमा पनि भात खाएर हामी अस्ति आजलाई वाक सक्यो है लेट्स डु इट द मर्निङ